3 यहाँहरू सबैलाई जय मसी साथै नमस्कार भन्न चाहन्छु। अनि म आज विशेष गरी तपाईँहरूको माझमा तपाईँले मेरो नामले निमराज जयसी भनेर चिन्नुभएको होला, तर मेरो वास्तविक यथार्थ र कसरी के छ भन्ने कुरा म तपाईँहरूको माझमा मेरो जीवन गवाही है, मेरो यो जीवनको अथवा मेरो जीवनको यात्रामा अहिलेसम्मको यात्रामा चाहिँ म कसरी यहाँसम्म पुगेँ भन्ने बारेमा म तपाईहरुको माझमा मेरो जीवन गवाही राख्न चाहन्छु। मैले अघि नै भनिसकेँ, मेरो नाम निमराज जयसी हो। म आजभन्दा 23 वर्ष अगाडि पिपलकोटको एउटा दैलेखको पिपलकोट भन्ने ठाउँमा म जन्मिएको हुँ। मेरो बाल्यकाल त्यहाँको परिस्थितिमा हुर्कियो। अनि मेरो हजुरबा ज्योतिषी हुनुहुन्थ्यो, मेरो बुवा अनि मेरो दाइ, मेरो दिदीहरू ठुलो परिवार थियो। त्यो परिवारमा हुर्किसकेपछि म त्यहाँ मेरो अध्ययन पनि त्यहाँकै स्कुलमा हुर्कियो। मैले त्यही अध्ययनको सिलसिलामा त्यहाँ 1 देखि 7 सम्म त्यही गाउँमा नै मैले अध्ययनरत गरेँ। त्यसपछि म पढाइको सिलसिलामा सुर्खेत आएँ। अनि सुर्खेतमा पढ्दै गर्दाखेरि एउटा उमेर आउँदो रहेछ। जब म 8, 9, 10 पढ्दै थिएँ, पहिला चाहिँ मैले मेरो घरको प्रेमले, मेरो आमा बुवाको गरेको मायाले म रुन्थेँ भनेदेखि जब म 9, 10 पढ्दै गर्दा 16, 17 वर्षको उमेर हुँदाखेरि मैले घरको मायालाई अथवा घर परिवारलाई भुल्न सकेँ र म यहाँको रीति चालचलन अनुसार मेरो जिउने परिस्थिति बन्यो। मेरो आमा बुवाले भुवाङ परेको कपडा लगाएर छोरालाई पढ्न पठाएको, छोराले चाहिँ नयाँ कपडामा पनि भुवाङ परेर लाउने परिस्थिति बन्यो। मैले त्यति बेला मेरो जीवनमा मैले सोचेको थिएँ, म को हुँ, म यो संसारमा किन जन्मिएँ, मलाई केही पनि थाहा थिएन। मेरो जीवन त रमाइलो छ, खाए सार मरे लम्पसार, यो जीवन चाहिँ एकदमै रमाइलो प्रकारको छ। साथीसँग डुल्यो, क्याम्पसमा गयो, रमाइलोको जीवन। म +2 मा साइन्स विषय लगेर पढ्न सुरुवात गरेँ। तर मैले मेरो आमा बुवाको, मेरो परिवारको सपनालाई पुरा गर्न सकेन। किनभनेदेखि म एउटा विज्ञान विषय लगेर पढ्थेँ, तर देखा सिकीको लागि पढ्ने परिस्थिति बन्यो। है, कलेजमा एकदमै आफू मात्रै ठुलो विज्ञान विषय लगेर पढेको मान्छे, साइन्स विषय लगेर पढेको मान्छे, झोला खाली हुँदा पनि हातमा ठुलो किताब बाहिर देखाउनको लागि, अरू मानिसलाई देखाउनको लागि बोक्ने परिस्थिति भयो। फिजिक्स, केमिस्ट्री जस्ता सब्जेक्टहरू हातमा बोकेर हिँड्ने कारण अरूलाई देखाउनलाई, आफ्नो भित्र चाहिँ खोक्रो छ भन्ने कुरा त्यो थाहा भएन। अनि जब पढ्दै जाँदा 11, 12 मा जाँदाखेरि पढाइ असफल भयो। त्यसैले मैले भन्ने गरेको अहिले चाहिँ कहिले सबै लुटो अनि नाङ्गो बनाए समयले, सोझो मान्छेलाई बाङ्गो बनाए समयले, साइन्स पढेर केही गरी खाने इच्छा आकाङ्क्षा हुँदा हुँदै पनि यता पनि ब्याग, चौतर्फी ब्याग बोकेर हिँड्ने लफङ्गो बनाए समयले, त्यो समयको दौडानमा चाहिँ म साइन्स पढेर केही गर्छु भन्ने परिस्थितिमा चाहिँ 2टा सब्जेक्ट 11 मा लाग्यो, 2टा सब्जेक्ट 12 मा लाग्यो, ब्याग बोकेर है हिँड्ने लफङ्गो जस्तो बनाए समयले, त्यो घडीमा चाहिँ मेरो जीवनको अर्थ मलाई थाहा थिएन। म रफ्तारमा हिँडिरहेको मान्छे, दौडिरहेको मान्छे, अचानक मैले एउटा सन्देश सुन्न पाएँ। त्यो सन्देशले चाहिँ मेरो जीवन परिवर्तन गर्यो। त्यो सन्देश थियो परमेश्वर पिताको प्रेम, येशू ख्रीष्टको सुसमाचार, जसले चाहिँ म को हुँ भन्ने कुरा मलाई सम्झन, स्मरण गर्न चाहिँ बाध्य बनायो। मैले संसारमा जन्मिनुको उद्देश्य के रहेछ भन्ने कुरा, त्यो कुराले चाहिँ मलाई रियलाइज गर्यो। त्यो कुराले चाहिँ मैले महसुस गर्न सकेँ कि म यो संसारमा जन्मिन चाहिँ कुनै उद्देश्य रहेछ। म यो संसारमा जन्मिन कुनै उद्देश्य रहेछ, म को हुँ र म कता जाँदैछु भन्ने जब मैले महसुस गरेँ, विचार गरेँ, अनि मैले येशू ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ, उहाँले चाहिँ हामीलाई बनाउनु भएको हो। यो संसारमा हामी जन्मिनुको उद्देश्य पनि सृष्टिकर्ता परमेश्वरको महिमा गर्नलाई हो, उहाँलाई प्रशंसा गर्नलाई हो भन्ने जब मैले विचार गरेँ, अनि मैले मेरो जीवनको सबैभन्दा ठुलो निर्णय मैले गरेँ कि मैले येशू ख्रीष्टलाई विश्वास गर्छु भन्ने कुरा मैले विश्वास गरेँ। धेरै मानिसले भने त बाहुनको छोरा बौला भइस्,
यो चाहिँ तल्लो जातको मानिसले मान्ने धर्म हो, यो विदेशी धर्म हो, यो गाई खाने धर्म हो। आज धेरै मानिसले आरोप र प्रत्यारोप लाउँछन् है, क्रिस्चियनहरूलाई धर्म परिवर्तन गर्छन्। म यो भन्न चाहन्छु कि म यो भन्न सक्छु कि मलाई कसै मानिसले परिवर्तन गरेको होइन, मलाई कसै मानिसले परिवर्तन गर्न पनि सक्दैन, किनकि म सुर्खेतमा मेरो आमा बुवाले, मेरो दाजुभाइले, मेरो परिवारले त परिवर्तन गर्न सकेनन्, मलाई अरू कसले परिवर्तन गर्न सक्थ्यो? मलाई कसैले धकलेर, कसैले तानेर म क्रिस्चियन भएको होइन, मैले प्रभुमाथि विश्वास गरेको होइन, मलाई कसैले लोभ र लालचमा देखाएर म क्रिस्चियन भएको होइन। मैले जब असल समाचार, मुक्तिको सन्देश, येशू ख्रीष्ट परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने कुरा जब मैले विश्वास गरेँ, मैले जान्ने उपाय मौका पाएँ, अनि म येशू ख्रीष्टलाई विश्वास गर्छु भन्ने कुरा निर्णय गरेँ। अनि मैले मेरो जीवनको मिनिङ, अर्थ थाहा पाएँ कि म को रहेछु त भन्ने कुरा। जब मैले विश्वास गरेँ, हाम्रो परिवारले विश्वास गर्नुभयो, अनि हामी एउटा प्रभुमाथि भरोसा गरेर जिउने मानिस भइरहेका छौँ। अहिले 4-5 वर्षको यो दौडानमा प्रभुले हाम्रो जीवनमा एकदमै आशिष, आनन्दको जीवन दिनुभएको छ, किनकि उहाँमा मुक्ति र उद्धार, आनन्दको जीवन छ। जब मैले त्यो कुरा थाहा पाएँ, मेरो जीवन परिवर्तन भयो। म जुन मान्छे पहिला थिएँ त्यो मान्छे पछि म भएन। मेरो बोली परिवर्तन भयो, मेरो जीवन परिवर्तन भयो। अनि मैले थाहा पाएँ कि मेरो आमा बुवाले त कत्रो धेरै इच्छा गरेर छोरालाई पठाउनु भएको रहेछ है। जब मैले येशू ख्रीष्ट चाहिँ परमेश्वरको पुत्र हुनुहुन्छ, उहाँ संसारका सबै मानिसको पापको लेखी यो संसारमा आउनुभयो, उहाँ क्रुसमा मर्नुभयो, उहाँले हाम्रो पापको लेखी, हामी मर्नुपर्ने ठाउँमा उहाँ मरिदिनु भयो। आज उहाँमा विश्वास गऱ्यौँ भने हामीले मुक्ति र अनन्त जीवन पाउँछौँ, किनकि उहाँ मरै पनि हुनु भएन, तेस्रो दिनमा पुनरुत्थान हुनुभएको परमेश्वरको पुत्र हुनुहुन्छ। मृत्युलाई विजय गर्नुभएको परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने कुरा जब थाहा पाएँ, अनि मेरो जीवन परिवर्तन भयो। म जुन जीवन अहिले जिन्छु त्यो परमेश्वरको निम्ति जिउँछु। जहाँ म छु परमेश्वरको लागि छु। जब हामीले विश्वास गऱ्यौँ, परिवारमा धेरै सतावट आयो, धेरै मानिसले खिसी, गिल्ला, घृणा, कुरा काट्ने परिस्थिति भयो। तर परमेश्वरको अनुग्रहले हामी जुन ठाउँमा छौँ उहाँको कृपा र अनुग्रहले छौँ। जुन जीवन उहाँले दिनुभएको छ त्यो जीवन उहाँमा जिउनलाई मैले सङ्कल्प गरेको छु, अनि मैले त्यो विश्वास येशू ख्रीष्टमा राखेको छु। त्यसैले हामी धेरै पटक हामी यो भन्छौँ कि फलानाले फलानालाई परिवर्तन गर्यो। म यो भन्न सक्छु कि मलाई कसैले परिवर्तन गरेको होइन, परमेश्वर स्वयंले मलाई परिवर्तन गर्नुभएको हो, मेरो हृदयलाई परिवर्तन गर्नुभएको हो। कर कापमा कसैलाई परिवर्तन गरेर क्रिस्चियन बनाउन सकिँदैन। अहिले म उहाँको धर्मशास्त्र, परमेश्वरको वचन बुझ्दै, सिक्दै अनि उहाँकै कामको लागि छुटिरहेको छु। अनि जतिसुकै सतावट गर्छ मानिसले, किनकि उनीहरूले म यो भन्न सक्छु कि बुझ्नु नै भएको छैन के हो परमेश्वर पिताको प्रेम, के हो अनन्त जीवन। म यो संसारमा किन जन्मिएको हुँ? म यो रमाइलो गर्नलाई, यो संसारमा जन्मिएर दुःख कष्ट गरेर एक दिन यो संसार छोडेर जानलाई म जन्मिएको होइन। यहाँ कुनै जन्मिनुको पर्पस छ, उद्देश्य छ। यो संसारमा जन्मिनलाई परमेश्वरले हामीलाई बनाउनु भएको पनि कुनै उद्देश्य छ, ताकि उहाँलाई नै महिमा दिनलाई, उहाँलाई नै प्रशंसा गर्नलाई हो। तर अहिले मेरो जीवन चाहिँ म यो भन्न सक्छु, मलाई थाहा छ मेरो जीवनको अर्थ, म यो संसारमा किन जन्मिएँ भन्ने कुरा मलाई थाहा छ, र यो मृत्युपछि पनि म कहाँ जाँदैछु भन्ने कुरा मलाई थाहा छ, किनकि मुक्तिदाता येशू ख्रीष्टलाई मैले विश्वास गरेको छु, मैले अनन्त जीवन पाउँछु। त्यसैले मेरो जीवन गवाहीबाट म के भन्न चाहन्छु भने, मेरो पहिलाको बितेको जीवन एउटा थियो। जब मैले येशू ख्रीष्टलाई मुक्तिदाता भनेर विश्वास गरेँ, अनि मैले मुक्ति र अनन्त जीवन पाएँ। अहिले म यहाँ छु, म आनन्दमा, एकदमै आशिषमा र उहाँको कृपाले खुसीमा जिरहेको छु, र जुन जीवन जिउँछु म उहाँको लागि जिउँछु। धन्यवाद।